नमस्ते सम्पूर्णमा। आज चाहिँ मैले अस्ति जुन भिडियो मैले अपलोड गरेको थिएँ है, अस्तिभन्दा पनि धेरै भयो, आफ्टर 1 मन्थ समथिङ भयो है। भिटामिन्सको बारेमा भिडियो अपलोड गरेको थिएँ र त्यसको बारेमा चाहिँ थोरै इन्फर्मेसन लिएर आइरहेको छु है। र धेरैजनाले चाहिँ मलाई सोध्नु भएको थियो, स्किनमा जुन डार्क सर्कलहरू आइरहेको छ है, डार्क उयसहरू आइरहेको छ, जुन हाम्रो यो स्किनमा हाम्रो दागहरू आइरहेको छ, त्यसमा चाहिँ के गर्नुपर्छ भनेर मलाई सोधिराख्नु भएको छ है। धेरैजनाले चाहिँ अब ब्लिच जस्तै अब हार्ड क्रिमहरू लगाएर नानाथरी गरेर यो स्किन बिगारिरहेको छ है। त्यसमा चाहिँ हाम्रो स्किन बिग्रिनुको कारण चाहिँ के हो भन्दाखेरि चाहिँ भिटामिन्स जुन हाम्रो शरीरमा हामीले भिटामिन्स पाइरहेको छैनौँ है। अहिले सबै खानाहरू फ्रोजन हुन्छ है, सबै खानाहरूमा सब प्रोटिन भने एउटा पनि हुँदैन है। जुन खानामा पाइने हामीले डे टु डेमा खाना खान्छौँ है, प्रोटिन पाउँदैन है, भिटामिन B12 हुँदैन है, भिटामिन D हुँदैन, भिटामिन ए हुँदैन, भिटामिन B कम्प्लेक्सहरू हुँदैन है। खानाहरूमा धेरै प्रब्लम भइरहेको हुन्छ, किनभने अहिले ज्यादातर खानाहरूमा मिलावट गरिरहेको हुन्छ है, केमिकल्सहरू। त्यो कारणले पनि हाम्रो स्किनमा प्रब्लम हुन्छ, किनभने हाम्रो स्किन प्रब्लम हुनुको कारण नै प्रोटिन नपाउनुको कारणले हो नि त। त्यसले गर्दाखेरि चाहिँ मैले सानो भिडियो चाहिँ मेडिसिन जुन हाम्रो यो भिटामिन्सको बारेमा चाहिँ बनाइरहेको छु है। म भिटामिन्सहरू तपाईँलाई वन बाई वन मेन्सन गर्नेछु। आज चाहिँ मैले तीन किसिमको भिटामिनहरू मात्रै लिएर आइरहेको छु। मेरोमा समय पनि कम्ती छ है, आफू ड्युटी गर्नुपर्छ। ड्युटी सकेर सानो टाइम निकालेर चाहिँ मैले तपाईँहरूको लागि यो भिडियो बनाइदिएको, स्किप नगरिकन हेरिदिनु होला है। र फर्स्ट अफ अल यो भिटामिन मैले लिएको छु, भिटामिन E 400। यो चाहिँ हाम्रो स्किन भयो, यो फिङ्गर्सहरू भयो है, नङहरूको लागि भयो है, हाम्रो यो आइब्रोजको लागि भयो, हेयर ग्रोथ पनि गर्छ यसले है, हाम्रो स्किनलाई पनि हाम्रो हेल्प गर्छ। स्किनमा भयो, यो नेल्सहरूमा भयो है, त्यसमा पनि हामीलाई हेल्प गर्नेछ है। भिटामिन E 400 यो चाहिँ युएस कम्पनीको हो है, युएसको हो। हामीले इन्डियामा किन्दा पनि पाउँछ है, आफ्नो कम्पनीको हुन्छ, तर भिटामिन E 400 एउटै काम गर्छ है, जुनै कम्पनीको लिए पनि है, जुन देशमा बस्दाखेरि पनि जुनै कम्पनीको खाँदा पनि एउटै हो है। र भिटामिन B कम्प्लेक्स C 500 भन्ने चाहिँ यो चाहिँ हाम्रो जुन हाम्रो यो घाँटी